हजुर भन्नु त। मेयर साहब नमस्कार। नमस्कार हजुर। फलेवास नगरपालिकाको मेयर साहब बोल्नु भएको हो? हजुर हजुर। ए अनि कता हुनुहुन्छ नि सर? म पाइमेन्टतिर छु। ए अनि तपाईहरुलाई आचार संहिता लाग्छ कि नै हजुर? केमा हजुर? चुनाव प्रचारमा कहाँ चुनाव प्रचारमा हामी हिँड्छौँ सर? हैन तपाईहरु आज अनि मदीमा पैसा बुझाउनु भएको रहेछ त, तपाईको त सबै रेकर्ड आइराख त। हैन सर, हैन। तपाईहरुले पैसा बुझाएको होइन मदीमा? हैन कहाँ हुनु सर? होइन हैन कहाँ हुन्छ? तपाईलाई हामीले अनि तपाईले त्यहाँ मदीमा आमा समूहलाई अनि पैसा उठाएर तपाईले 5,000 हैन मैले हैन। कसले हो त त्यसो भए? मैले हैन फेरि हजुरलाई त्यस्तो कुरा गर्छु। तपाई मदी आज जानु भएको कि हैन भन्नुस् त? आउने कुरा छुट्यो त्यस्तो हैन सर। हैन मदी जानु भएको कि नै ल भन्नुस् पहिला। ल सर बेलुका कुरा बेलुका कुरा होइन, तपाईको कुरा रेकर्ड भइराछ भन्नुस् तपाईले। हेलो तपाईहरु के आज चुनाव प्रचारमा हो कि तपाईको पार्टीको कामले जानु भएको हो कि नगरको कामले जानु भएको थियो नि पाङराङलाई स्पष्ट पारिदिनुस् त हजुर। कस्तो व्यक्तिगत काम हुन्छ र अनि तपाई व्यक्तिगत कामले चाहिँ अनि जनप्रतिनिधिसँग सँगै मिलेर दैला हिँड्ने काम हुन्छ सर? कहाँ बात छ भने तपाईहरुले त्यसरी नढाट्नु न। तपाई चाहिँ चुनाव प्रचारमा हिँडेको प्रत्यक्ष भिडियोहरु आइराछ, तपाई चाहिँ जनप्रतिनिधि भएर त्यसरी नहिँड्नु न। तपाईले त सामान्य आचार संहिता त मानिदिनु पर्यो। हैन सुझावको लागि सल्लाह थ्याङ्क्यूको लागि कुरै होइन कि सर। तपाईले चाहिँ यो त मिलेन प्रसङ्गै भएन। तपाई पैसा लिएर अनि गरिब दलित बस्तीमा गएर पैसा बाँड्न मिल्छ? किन नगर्ने भने तपाईले पैसा बाँडेको प्रुफ छ त, अनि तपाईले अनि कि त्यो गल्ती भयो भन्नु कि? हैन चिया खाएर गफै हुन्न कि सर। तपाईले स्पष्ट पारिदिनु पर्यो। अनि तपाईँ अर्जुन जोशीलाई जिताउन अनि गाउँको दलित बस्तीमा गएर गरिबहरूलाई पैसा बाँडेर हुन्छ त सर? कसरी होइन भनेको कि आज तपाईँ